है साथीहरू, आज चाहिँ हामी आइतबारको दिन चाहिँ सुरेश सर र म चाहिँ यहाँ एउटा मन्दिर जान आँट्दैछौँ। सुरेश सरका प्रेरणाले हेरौँ अब कहाँ पुगिन्छ। यो चाहिँ रानीमहल छेउमा स्याङ्जातिर आलमदेवी होइन, आलमदेवी कि के भन्दो रहेछ मन्दिर। आज जाँदैछौँ, ल जाउँ अब बाइक चढेर सरर। यहाँ रानीमहल अगाडि छौँ, यहाँ ब्याकग्राउन्डमा रानीमहल हेर्न सक्नुहुन्छ। हामी यहाँ करिब करिब रानीमहल आइपुग्यौँ। यहाँबाट एकछिन अगाडि हुनुपर्छ मन्दिर। हामीले फर्स्ट टाइम जाँदैछौँ र हामी त्यही सोध्दै जाँदै भन्ने कुरो हो। कालीगण्डकीमा किनारमा रहेको यो रानीमहल तपाईँहरूलाई देखाउँदै बिस्तारै हामी अगाडि बढ्छौँ। यहाँ अरू साथीहरू पनि फोटो खिच्दैछन्। हाम्रो स्याङ्जाको पावन भूमिमा हामी प्रवेश गर्न आँट्दैछौँ र यहाँबाट देख्न सकिन्छ हाम्रो रानीमहल। यो एङ्गलबाट पनि सबैलाई देखिरहेको छ साथी। साथीहरू यहाँ मन्दिर प्रवेश गरेका छौँ, मन्दिर आइसकेका छौँ। यसो बाटो साह्रै अप्ठ्यारो रहेछ। त्यो रानीमहलदेखि यता स्याङ्जातिरको पुल छिरेर माथि यता निकै माथिसम्म अलि अफरोडै रहेछ। कलम परस्मी हे प्रभु रक्षा गर, देशको रक्षा गर। बलि दिने होला, त्यसले गर्दा स्मेल चाहिँ राम्रो आइरहन्छ होइन। साथीहरू बाहिरबाट मात्र खिचेँ। अलिकति यो भेज मान्छेलाई यो देवीको मन्दिरमा अलिक गाह्रो चाहिँ हुने रहेछ। हे प्रभु, शङ्खचक्र गदा पाँडे द्वारिका निलय छुदा गोविन्द बुद्धले साथीहरू, हामी चाहिँ यहाँ आलमदेवी मन्दिरको छेउमा एउटा हाइटमा आएर यहाँ बाटोदेखि यहाँ हेर्न सक्छौँ। उहाँ पर देखिएको हाम्रो ताजमहल भन्न आँटाउँदो रहेछ। झन्नै रानीमहल हो। हामी यो तल देखिएको यो फाँट हुँदै घुम्दै आएको। यताबाट हामी चाहिँ यो गऱ्यौँ, त्यहाँ आलमदेवी मन्दिर पुग्यौँ र यहाँ यसो हेर्दाखेरि त्यो बागलुङ जाने बाटो हो कि जस्तो लागिरहेछ रेडी हुँदै। यस्तो फाँट चाहिँ यहाँ यस्तो रहेछ। बिचको अघि हामी आएको पार्कमा चाहिँ एउटा कुखुरोको घुमाएको के भन्ने अब मूर्ति त भन्ने होला नि, एउटा यो आकृति बनाएको रहेछ। यस्तै रहेछ। अब चौतारो पनि छ, कुकु कुकु गर्दैछ कोइलीले। कस्तो मिठो शान्त छ त्यो। त्यहाँ बिहान बेलुका बस्न चाहिँ ठिकै हुने रहेछ, आनन्द। यसो डेटिङ स्पट जस्तो रहेछ यसो विचार गर्दाखेरि। यहाँ हामीले हेर्न सक्छौँ भने नेपालको झन्डा लहराइरहेको छ, फहराइरहेको छ। कस्तो राम्रो। र एउटा सानो पार्क जस्तो माथि बनाएको रहेछ। अलिअलि यसो त्यो डन्डी फन्डी लगाएको रहेछ, ठिकै छ। तर यहाँ दुःखको कुरो के भयो भने यहाँ मन्दिरमा आएर चिया खाने भनेर भनेको, चिया खान त भुइँसी ब्याउनु पर्छ भनेर भने एउटा कुरा। अनि अर्को कुरो दुधवाला चिया खान त एकैचोटि अब रानीमहल पुग्नुपर्छ भने, रानीमहल भनेको कम्ता हेर्दा त्यहाँबाट देखिन्छ त्यहाँ तल, तर आधा एक घन्टा त लाग्छ।
र साथीहरू त्यो बाइकबाट भिडियो खिच्दा पनि खासै राम्रो आएन छ आज। अब आजको यात्रा चाहिँ यहीँ टुङ्ग्याउनु पर्छ होला, किनभने बिस्तारै बिस्तारै अब जान्छौँ। मेन मन्दिर त अब देखाइहालेँ है साथी हो। ल अर्कोचोटि फेरि अर्को ब्लगमा भेट हुनेछ। धन्यवाद।